नमस्कार, म डाक्टर नेत्र भुषाल, दन्त चिकित्सक। आज मार्च 20 अर्थात् विश्व मुख स्वास्थ्य दिवस र यो वर्षको थीम अथवा स्लोगन छ ह्याप्पी माउथ इज अ ह्याप्पी लाइफ। यही सन्दर्भमा र यही अवसरमा नेपाल डेन्टल एसोसिएसन रूपन्देही ब्रान्चले मुख स्वास्थ्य सम्बन्धी जानकारी र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जमर्को गरेको छ र यही समयमा र यही टिभी मार्फत प्रत्येक हप्ता हामी विभिन्न दन्त चिकित्सकहरूसँग विभिन्न मुख स्वास्थ्य सम्बन्धी जानकारी मूलक विषयमा रहेर विभिन्न विषयमा छलफल पनि गर्नेछौँ र यो कार्यक्रमको मुख्य उद्देश्य हामी सबैलाई मुख स्वास्थ्य सम्बन्धी सही र उपयोगी जानकारी प्रदान गर्न सकियोस् भन्ने हो। र आज हामीसँग हुनुहुन्छ एकजना वरिष्ठ कन्सल्टेन्ट डाक्टर साहब हुनुहुन्छ। उहाँको परिचय क्लिफ्ट एन्ड क्रानियोफेसियल अर्थोडन्टिस्ट। उहाँ चाहिँ रिसर्च इन्टरनेसनल सर्जिकल आउटरिच प्रोग्राम फेट नेपालका डिरेक्टर पनि हुनुहुन्छ, डाक्टर अनुप पन्थी। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। डाक्टर साहब नमस्ते। नमस्कार। आराम हुनुहुन्छ? आरामै छु। आज मार्च 20 अर्थात् विश्व मुख स्वास्थ्य दिवस। यस वर्षको स्लोगन चाहिँ ह्याप्पी माउथ इज अ ह्याप्पी लाइफ भनेर छ। यो सबैले बुझ्ने भाषामा भन्नुपर्दा यो स्लोगनको मिनिङ चाहिँ के होला? यो अब विश्व स्वास्थ्य सङ्गठनले चाहिँ मनाउने गरेको वर्ल्ड ओरल हेल्थ डे हो। यो नारा पनि विश्व स्वास्थ्य सङ्गठनले नै तय गर्ने गर्दछ। यसपालिको नारा ह्याप्पी माउथ इज अ ह्याप्पी लाइफ भन्ने छ। सायद यो मुख चाहिँ हाम्रो शरीरको द्वार हो र सबैभन्दा धेरै पटक प्रयोग हुने अनि धेरै इन्सल्टहरू खेप्ने द्वार भएको कारणले यसले चाहिँ मान्छेको ओभरअल स्वास्थ्यलाई चाहिँ प्रतिबिम्बित गर्ने हुँदाले मुख चाहिँ स्वस्थ रह्यो, मुख खुसी भयो भने चाहिँ पुरै शरीर खुसी हुन्छ भन्ने खालको चाहिँ अर्थ हुनु। यसको व्यापक अर्थहरू पनि छ। त्यसलाई हामी बिस्तारै चर्चा गर्दा मूलभूत रूपमा त्यही हो जस्तो लाग्छ। आम सर्वसाधारणले बुझ्ने भाषामा भन्नुपर्दा हजुर दाँतमा तार बान्ने डाक्टर है। मेरो एउटा सानो जिज्ञासा डाक्टर साहब, जस्तै बालबालिकाहरू अथवा चाहिँ छोराछोरीहरूलाई यस्तो कुन उमेर हो, पहिलो उमेर अथवा पहिलो समय जुन उमेरमा चाहिँ हामीले लगेर अर्थोडन्टिस्ट अथवा तार बान्ने डाक्टरलाई देखाउनु पर्ने हुन्छ? अब यो ठ्याक्कै अब एक्ज्याक्टली ठ्याक्कै भन्न चाहिँ सकिँदैन जस्तो लाग्छ मलाई यसमा, होइन। अब पहिलो कुरा चाहिँ हामीले बच्चाको अनुहारको आकृति हेर्नु पर्यो। बच्चाको डेभलपमेन्ट, मुखको डेभलपमेन्ट, अनुहारको डेभलपमेन्ट चाहिँ सही तरिकाले भइरहेको छ कि छैन। सही र गलत अब त्यसलाई कसरी छुट्याउनु? सही र गलत भनेको चाहिँ आफूलाई चाहिँ अरू नर्मलहरूभन्दा चाहिँ फरक लाग्यो भने चाहिँ आफैले छुट्याउनु त सकिँदैन, तर होइन केही गडबडी छ कि भनेर चाहिँ थाहा पाउन सकिन्छ। पहिलो कुरा चाहिँ त्यो। अब त्यो कुरा थाहा पाइसकेपछि चाहिँ थाहा पाएपछि देखाइहाल्नु चाहिँ महत्त्वपूर्ण उचित हुन्छ। त्यो किनभने तपाईँको कतिपय चाहिँ जन्मजात हुने चाहिँ समस्याहरू पनि छन्, त्यहाँबाट सुरु गर्न। ती कम छन् तर छन्, समाजमा चाहिँ छन्। त्यो भएर पहिलो कुरा चाहिँ हामीले के गर्न पर्यो भन्दाखेरि हेर्दैखेरि फरक छ कि छैन बच्चाको अनुहारको आकृति फरक छ कि छैन, तलको चबाउने ज फरक छ कि छैन, माथिको छ कि छैन, अथवा चाहिँ ऐनामा हेर्दाखेरि चाहिँ दायाँ र देब्रे चाहिँ तपाईँको बराबर छ कि छैन, होइन। दायाँ ठुलो बायाँ ठुलो छ कि, होइन। त्यस पछाडि तपाईँको अनुहारको यो तल्लो भाग हेर्दाखेरि यो तल्लो भाग कुनै तल कुनै माथि छ कि छैन, होइन। त्यो चिज चाहिँ सायद अभिभावकले हेर्ने पहिलो चिज हुन्छ डाक्टरकोमा आउनुभन्दा अगाडि। यदि त्यो चिज चाहिँ छ भने, त्यस्तो अनुहार आकृतिका चाहिँ हड्डीहरूमा समस्या छ भने चाहिँ जहिले देखिन्छ त्यहीले चाहिँ परामर्श सुरु गर्न पर्यो। उपचार सुरु गर्ने चाहिँ फरक कुरा हो। त्यस पछाडि चाहिँ हामीले डिसाइड गर्न सक्छौँ कहिलेबाट चाहिँ उपचार सुरु गर्ने। तर अनुहार आकृतिका चाहिँ समस्याहरू छन् भने चाहिँ आफूले देख्ने बित्तिकै परामर्श गर्नु पर्यो, पहिलो कुरा। अब दोस्रो कुरा चाहिँ अब अनुहारबाट भित्र जाउँ। भित्र जाँदाखेरि दाँतको कुरा गरौँ। अब दाँतहरू जेनरली फेरिने भनेको चाहिँ 12 वर्षको उमेरमा चाहिँ प्राय फेरिएर चाहिँ नयाँ आइसक्छन्। नयाँ आइसके पछाडि अब ब्रेसेस लगायो भने कुर्न परेन,
दाँत फालिनलाई कुर्न परेन भन्ने हिसाबले चाहिँ धेरै जसोले चाहिँ 12 वर्ष भन्छन्। तर म तपाईँलाई यो कार्यक्रम मार्फत चाहिँ के भन्न चाहन्छु भन्दाखेरि दाँत बनाउन सजिलो छ, अनुहारको आकृतिहरू चाहिँ समयमा बनाइएन भने पछि बनाउन गाह्रो हुन्छ। जस्तो हजुरको यो तलको ज पछाडि भएको चिजहरू छ भने, अनि हजुरको माथिको ज पछाडि छ भने, अनि हजुरको यो चौडाइ चाहिँ सानो छ भने, ती चिजहरू चाहिँ अलि चाँडै इन्टरभिन गर्नुपर्ने हुन्छ, समयमै इन्टरभिन गर्नुपर्ने हुन्छ। बच्चाको वृद्धि विकास को एउटा पिक टाइम हुन्छ, त्यो पिक टाइमभन्दा अगाडिको पिक टाइममा चाहिँ गर्नुपर्ने हुन्छ। त्यो भएर यसका चाहिँ फरक फरक चिजहरू छन्। यसलाई त्यसरी नै लिउँ। अब हड्डी, अनुहारका आकृति र हड्डीहरूको चाहिँ जहिले देख्यो तहिले गर्न पर्यो। अनि दाँत बनाउने कुरामा चाहिँ 12 वर्ष चाहिँ स्ट्यान्डर्ड टाइम हो भन्ने चाहिँ मलाई लाग्छ। अब यसमा अब एक विश्वभरि नै एउटै ओपिनियन हुने भन्ने चाहिँ भएन। अब जेनरली हेर्दाखेरि त्यही हो जस्तो लाग्छ। यस्ता सङ्केतहरू देखियो होइन, आफूले आफ्नो बच्चाहरूमा चाहिँ अलिकति यो राम्रो होइन कि जस्तो लाग्यो भने चाहिँ गएर कन्सल्टेन्टलाई चाहिँ गएर भेट्नुपर्ने अथवा सल्लाह चाहिँ दिनुपर्ने चाहिँ रहेछ है। त्यसमा चाहिँ मुखभित्र होस् अथवा चाहिँ अनुहारमा यस्तो सङ्केतहरू देखियो भने चाहिँ जुनै उमेरमा भए पनि गएर भेट्नुपर्छ भनेर बुझ्नु पर्यो होइन। पहिलो कुरा त्यो भयो। अनि अर्को एउटा धेरै जसो चाहिँ अभिभावकहरूले छुटाउने कुरा चाहिँ के छ भन्दाखेरि जुन बच्चाको दुधे दाँतहरू हुन्छन्, जुन पछि गएर फाल्ने हुन्छ, ती दाँतहरू टम्म मिलेर बसेका छन् भने चाहिँ अभिभावकहरू खुसी भएर बस्नु भएको हुन्छ। तर जब कि त्यो चाहिँ एउटा वार्निङ साइन हो तपाईँको। जस्तो तपाईँको बच्चाको दाँतहरू चाहिँ टम्म मिलेर बसेका छ, स्पेस छैन भने पछि गएर चाहिँ क्राउडिङ हुनसक्छ, भनेको ग्याजाङ गुजुङ भएर चाहिँ दाँतहरू आउँछ। दुधे दाँतहरूको बिचमा चाहिँ ग्याप भएको राम्रो हुन्छ होइन। ग्याप भएन भने चाहिँ देखाउनु पर्यो होइन। त्यस्ता वार्निङ साइनहरू हुन्छन्। अब दाँतहरू बाहिर हुनुपर्ने दाँत भित्र भयो, त्यस्तो भयो भने चाहिँ तुरुन्तै देखाएको राम्रो हुन्छ। कतिपय चाहिँ हामीले दाँत उम्रिने अवस्थामै त्यसलाई पनि सोझ्याउन सक्छौँ। अब त्यस्ता चिजहरू चाहिँ छन्, ती चाहिँ ख्याल गर्नुपर्छ। अनि डाक्टर साहब, जुन हाम्रो ब्रेसेस लगाउने अथवा तार लगाउने भनेर भनिन्छ, तार लगाउँदा अथवा अहिले अलाइनर भनेर पनि आएको छ, अलाइनर लगाउँदा अथवा तार लगाउँदा हाम्रो दाँतको अनुहारको सुन्दरता त बढ्ने नै भयो होइन। त्यसबाहेक त्यसले चाहिँ हाम्रो मुख स्वास्थ्य र दाँतको कार्यक्षमतामा चाहिँ कसरी फरक ल्याउँछ होला? अवश्य नै। किन भन्दाखेरि अब नेचुरल्ली तपाईँको मुखमा दाँतहरू मात्रै रहँदा त्यसमा तपाईँले केही पनि नटाँस्दाखेरि होइन, अब र टाँस्दाखेरि चाहिँ फरक परिहाल्छ। किन भन्दाखेरि धेरै चिजहरू तपाईँले मुखमा राखिरहनु भएको हुन्छ, त्यसलाई सफा गर्न पनि गाह्रो हुन्छ। सफा गर्न गाह्रो भइसकेपछि फोहोरहरू जम्मा हुने त्यस्तोहरू चाहिँ हुनसक्छ। र टाँसेकै कारणले हुने केही समस्याहरू पनि हुन्छन्। तर एउटा कुरा चाहिँ हामीले के बुझ्नुपर्छ भन्दाखेरि अब कुनै पनि कुरा निर्णय लिँदाखेरि त्यसको चाहिँ कति फाइदा छ, कति चाहिँ बेफाइदा छ, रिस्क कति छ, बेनिफिट कति छ। अब रिस्कको कुरा गर्दाखेरि कतिपय अब हामीले त्यो जको अपरेसन गर्ने बेलामा पनि बच्चाहरूलाई, बच्चाको अभिभावकहरूलाई हामीले भन्ने गरेका हुन्छौँ, रिस्क हरेक कुरामा हुन्छ। तर त्यो रिस्क भइ पनि हामीले कति कुरा गर्दैनौँ भनेर भन्नुहुन्छ कोहीले। अनि मैले उहाँहरूलाई भन्छु, तपाईँ घरबाट यहाँ क्लिनिकमा आउँदाखेरि पनि रिस्क छ, तर तपाईँ आउन छोड्नुहुन्न होइन। त्यस्ता कतिपय कुराहरू हुन्छन्, ती चिजहरू चाहिँ हामीले मूल्याङ्कन गरेर गर्नुपर्ने हुन्छ। अनि हामी सबैले बुझ्ने भाषामा यो ब्रेसेस र अलाइनर भने चाहिँ के हो, त्यसको बारेमा भनिदिनुहोस् न। ब्रेसेस भनेको चाहिँ हजुरको यो मेटलको अथवा सेरामिकको यो टाँस्ने चिज हुन्छ, तपाईँहरूले त्यो दाँतमा टाँसेको देख्नुहुन्छ, तार जस्तो चाहिँ देख्नुहुन्छ। अलाइनर भनेको चाहिँ प्लास्टिकको चिज हो, प्लास्टिकको चिज हो, जुन चाहिँ बच्चाहरूको नाप लिएर अनि त्यस पछाडि त्यसको सिरिज अफ तपाईँको सिमुलेसन गरेर, टुथ मुभमेन्टलाई चाहिँ सफ्टवेयरमा सिमुलेसन गरेर त्यही अनुसार कहाँ मुभ गर्छ भनेर सिमुलेसन गरेर अनि बनाइने सिरिज अफ त्यो प्लास्टिकको चाहिँ अलाइनर हुन्छ। अनि त्यसले चाहिँ प्लास्टिकले चाहिँ दाँत मुभ गराउने। डाक्टर साहब त नेपालमा धेरै ठाउँमा पनि पुगिसक्नु भएको छ होइन। हाम्रो हजुरको यो
काम पनि अब कामको एक ठाउँमा बसेर गर्ने भन्दा पनि धेरै ठाउँमा जानुपर्ने पनि हुन्छ। तपाईँले काम गर्न थालेको एज अ कन्सल्टेन्ट कति वर्ष भएको छ? मैले काम गर्न थालेको 2014मा चाहिँ मैले आफ्नो पोस्ट ग्रेजुएट अध्ययन चाहिँ सकाएँ। लगभग 12 वर्ष भयो भनौँ। 12 वर्ष चाहिँ यो क्षेत्रमा भयो। अब डेन्टिस्ट्री भन्ने मुख स्वास्थ्य भनेर डेन्टिस्ट्रीको कुरा गर्ने हो भने चाहिँ 15 वर्ष जस्तो भयो। हजुर जस्तै यो 12 वर्षमा मैले हजुरको अर्थोडोन्टिस्टको प्र्याक्टिस भन्न खोजेको। एज अ कन्सल्टेन्ट 12 वर्ष हजुरले काम गर्नुभयो र यो 12 वर्षमा तपाईँले एज अ अर्थोडोन्टिस्ट काम गरिरहँदा आम नेपाली समाजमा जुन हाम्रो तार बान्ने विषयमा, मुख स्वास्थ्य र तार बान्ने विषयमा मिथ अथवा भ्रमहरू के जस्तो छन् जस्तो हजुरले महसुस गर्नुभएको छ? अब तार बान्ने विषयमा चाहिँ भ्रमहरू भनेको चाहिँ अब अलिकति अविश्वास नदेखेको कारणले गर्दाखेरि चाहिँ हुँदैन कि अब के कुरामा भनेको दाँत बन्दैन कि दाँत निकाल्दाखेरि चाहिँ त्यो खाली नै हुन्छ कि त्यो चाहिँ ग्याप पुरिँदैन कि पछि फेरि नक्कली दाँतले चाहिँ रिप्लेस गर्नुपर्ने हो कि त्यो कतिपय हामीले ब्रेसेस लगाउनेमा चाहिँ दाँत निकालिराखेको हुन्छौँ, त्यसमा चाहिँ त्यस्तो एउटा चाहिँ त्यो छ। अनि त्यो दाँत निकाल्ने क्रममै अब आँखा कमजोर हुन्छ कि भन्ने खालको त्यस्ता मिथहरू छन्। अब तर धेरै जसो मलाई किन भन्दाखेरि अब मैले क्लिनिकमा बसेर त्यो चिज चाहिँ भन्न मिल्दैन। किन भन्दाखेरि क्लिनिकमा नआउने मान्छेहरूको सङ्ख्या धेरै हुन्छ अनि मैले नभेटेका मान्छेहरूको सङ्ख्या पनि धेरै हुन्छ। अनुभवको हिसाबले भन्दाखेरि चाहिँ ब्रेसेसको लागि आउने धेरै जसो मान्छेहरू चाहिँ पहिले अध्ययन गरेरै आउनुहुन्छ। धेरै जसो अनलाइनहरूमा चाहिँ हेरेर आउनुहुन्छ उहाँहरूले र तीमध्ये पनि कतिले चाहिँ अब अरू साथीभाइहरूले गरेको देखेर आउनु भएको हुन्छ। त्यही भएर त्यति धेरै मिथ चाहिँ ब्रेसेससँग रिलेटेड चाहिँ खासै छैनन्। तर जेनरली त्यो दाँत निकाल्ने कुराहरूमा चाहिँ अलिअलि मिथहरू चाहिँ हुन्छन्। अरू एउटा अब शङ्का, अब त्यो जायज पनि हो। शङ्का चाहिँ अब तार बाँधेको दाँत चाहिँ एकदमै विक हुन्छ होला, पछिसम्म टिक्दैन होला, जस्तो अब यो त नेचुरल भएन, नेचुरल त अहिले जस्तो छ त्यस्तै थियो, त्यस्तो खालको चाहिँ हुनसक्छ। अब अरू त्यति धेरै मिथहरू मैले फेला पारेको छैन। हजुर चाहिँ आरआइएसओपीको डिरेक्टर पनि हुनुहुन्छ होइन, फेथ नेपालको। अब त्यसमा चाहिँ तालु अथवा चाहिँ ओठहरू काटिएको फाटेको बच्चाहरू जसलाई हामीले क्लेफ्ट लिप एन्ड प्यालेट पनि भन्छौँ, यो चाहिँ नेपालमा चाहिँ यसको उपचार चाहिँ निःशुल्क हुन्छ भनेर सुनेको छु मैले चाहिँ। अब यो यस्तो बच्चाहरू कतै समाजमा अथवा हाम्रो टोल छिमेकमा छन् भने अभिभावकले अथवा चाहिँ गार्जेनहरूले होइन हामीले कसलाई सम्पर्क गर्ने हो अथवा हामीले कहाँ गएर देखाउनु पर्छ, कसलाई सम्पर्क गर्ने, कहाँ गएर कसलाई भेट्ने होला डाक्टर? यो अन्तिममा मेरो आफ्नै कामतिर सोझिएछ प्रश्न, धन्यवाद। अब यो ओठ तालु फाटेका बच्चाहरूको चाहिँ अब हामीले जन्मेदेखि नै तपाईँको 22-23 वर्षसम्म उपचार चलिरहन्छ। जन्मिने बित्तिकै त्यो सेगमेन्ट्सहरू चाहिँ टाढा टाढा बसेको हुन्छ होइन। सेगमेन्ट भनेको त्यो यो ओठ फाटेपछि दुईतिर विभाजित हुन्छ, त्यो सेगमेन्टहरू टाढा बसेको हुन्छ। त्यसलाई नजिक ल्याएर अपरेसन गर्न सहज गर्ने एउटा प्रक्रिया हुन्छ। त्यो चाहिँ जन्मिएको 6 हप्ताभित्र गर्नुपर्ने हुन्छ, किनभने त्यो बेला बच्चाहरूमा को शरीरमा चाहिँ आमाको हर्मोन चाहिँ हुन्छ, त्यसले गर्दाखेरि चाहिँ अलिकति बोन चाहिँ इलास्टिक हुन्छ र मुभ गर्न सजिलो हुन्छ। त्यो हिसाबले चाहिँ हामीले जन्मेदेखि नै सुरु गर्छौँ। त्यो अपरेसन गर्नुभन्दा अगाडि नै त्यसलाई न्याजो एल्भेलर मोल्डिङ भन्छ। अनि त्यस पछाडि अब तालु फाटेको बच्चाहरूको तालु सिलाइसके पछाडि बोलीको तालिम दिनुपर्ने हुन्छ, किनभने उहाँहरूको बोली चाहिँ उहाँहरूको अभिभावकले मात्रै होइन, उहाँहरूको कलिगले, उहाँको शिक्षकहरूले, उहाँका साथीहरूले चाहिँ बुझ्नुपर्ने हुन्छ। त्यसको लागि बोलीको तालिम चाहिँ हामी दिन्छौँ। अनि त्यस्तै रेगुलर डेन्टल चेकअप गर्नुपर्ने हुन्छ, किनभने ओठ तालु फाटेका बच्चाहरूमा दाँतहरू सिधा तरिकाले आउँदैनन्, बाङ्गो टेङ्गो भएर आउने हुनाले
किरा लाग्ने समस्याहरू, सफा नहुने समस्याहरू पनि हुन्छन्। त्यो भएर दाँत सम्बन्धी हामीले ब्रसिङ टेक्निकहरू सिकाउने, प्रिभेन्टिभ यो रोकथामका उपायहरू सिकाउने यस्ता चिजहरू चाहिँ हामी गर्छौँ। त्यस पछाडि 8-9 वर्षको उमेरमा चाहिँ गिजा फाटेको हुन्छ, गिजाको अपरेसन गर्ने समय आउँछ। त्यो गिजाको अपरेसन गर्नुभन्दा अगाडि ब्रेसेस लगाउने म जस्तो डाक्टरले चाहिँ त्यो तयारी गर्नुपर्ने हुन्छ मिलाएर, अनि त्यस पछाडि सिधा बनाएर अनि बल्ल हड्डी राख्न सकिन्छ। त्यस्तो खालको चाहिँ 8-9 वर्षको उमेरमा गर्ने गर्छौँ। त्यस पछाडि चाहिँ अब नाकको अपरेसन, नाक पनि बाङ्गो हुन्छ बच्चाहरूको, त्यो चाहिँ 15 वर्ष पछाडि गर्ने गर्छौँ। र अनि फाइनल्ली चाहिँ जको अपरेसन, जस्तो यो माथिको भाग चाहिँ थेप्चिएको हुन्छ बच्चाहरूको, उनीहरूलाई जको अपरेसन चाहिँ उनीहरूको वृद्धि विकास सकिए पछाडि जनरली अब 18-21 देखि 23 भन्छौँ हामी। अब त्यो भनेको मतलब बच्चाहरूको उपचार चाहिँ लामो छ हैन, लामो छ। जन्मिएदेखि 22-23 वर्षसम्म एउटै बच्चाको चाहिँ उपचारमा चाहिँ तल्लीन हुनुपर्छ। यस्तो सबै केयर एकै ठाउँमा राखेर त्यसलाई चाहिँ हामीले कम्प्रिहेन्सिभ क्लेफ्ट केयर भन्छौँ। त्यो मैले काम गरिरहेको संस्थाको चाहिँ त्यो मोटो पनि त्यही छ। हामीले यो सेवालाई कीर्तिपुर अस्पतालमा मात्रै नभएर देशका चाहिँ हरेक प्रदेशमा चाहिँ त्यसलाई चाहिँ डिसेन्ट्रलाइज गरेको छौँ, जहाँ चाहिँ हाम्रो टिम गएर सबै उपचारहरू विभिन्न समयमा चाहिँ प्रदान गर्ने गर्छौँ। र सबै उपचारहरू निःशुल्क नै हुन्छन्, एकदमै कम केही अब जस्तो दाँत फेर्नुपर्ने त्यस्ता चिजहरू चाहिँ अलिअलि शुल्क लाग्न सक्छ, नत्र भने शुल्क पनि त्यस्तो धेरै चाहिँ लाग्दैन। अब त्यो एकदमै निःशुल्कै छ। त्यो चाहिँ अब एउटा हाम्रो कीर्तिपुर अस्पताल भयो, त्यस पछाडि हामी विराटनगर अनि जनकपुर अनि त्यस पछाडि चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी यसरी चाहिँ हामी सबै प्रदेशमा चाहिँ हाम्रो उपस्थिति छ। त्यो भएर चाहिँ अब हामीलाई सम्झिने हाम्रो टिम, हामी जस्तो टिम अरू पनि हुनुहुन्छ हैन, हामी जस्तो टिम अरू पनि हुनुहुन्छ। अब आफैले आफैलाई म मात्रै छु भन्ने कुरा नि भएन हैन, तर हाम्रो जसरी त्यसरी फैलिएको टिम चाहिँ अरूहरू हुनुहुन्न। अरूहरू चाहिँ एकै ठाउँमा केन्द्रित हुनुहुन्छ, जस्तो कुनै काठमाडौँमा केन्द्रित हुनुहुन्छ, कुनै धरानमा केन्द्रित हुनुहुन्छ, कुनै चाहिँ धनगढीमा केन्द्रित हुनुहुन्छ। हाम्रो टिमलाई सम्झन पर्यो भने चाहिँ कीर्तिपुर अस्पताल अथवा चाहिँ अब बुटोलको केसमा चाहिँ तपाईँको हामीले हरेक महिना अपरेसन गर्ने ठाउँ भनेको चाहिँ लुम्बिनी नर्सिङ होम हो। हामीले त्यहाँ चाहिँ 15 गते हरेक महिनाको 15 गते चाहिँ यो क्लेफ्ट रिलेटेड चाहिँ गर्छौँ। प्लस यो क्लेफ्ट मात्रै होइन, हामीले अरू कन्जेनाइटल एनोम्यालिजहरू भन्छ, जन्मजात हुने समस्याहरू, तिनीहरूको अपरेसन पनि गर्छौँ। अप्ठ्यारा अपरेसन हामी कीर्तिपुर गएर गर्छौँ। र अरू यहाँ गर्न सकिने चाहिँ अब त्यसले अभिभावकलाई चाहिँ बर्डन नहोस्, अनि ट्राभलको उसको बर्डन नहोस् भनेर चाहिँ हामी यहीँ गर्ने गर्छौँ। त्यो भएर यदि यहाँ नजिकैको महानुभावहरू हुनुहुन्छ भने हामीले चाहिँ अहिले नर्सिङ होममा गर्छौँ। हरेक महिना चाहिँ लुम्बिनी नर्सिङ होम बुटोल भन्नु, लुम्बिनी नर्सिङ होम चाहिँ अब त्यसको पुरानो नाम हो। अब अहिले त्यो के लुम्बिनी टेक्निकल हस्पिटल भनेर चाहिँ त्यसको नाम छ। नर्सिङ होम भनेपछि सबैले त्यहाँ सम्पर्क गर्दा भयो, त्यहाँ सम्पर्क, अथवा चाहिँ कीर्तिपुर अस्पतालमा, कीर्तिपुर अस्पताल बर्न सेन्टर भनेर धेरैले चिन्नुहुन्छ। हाम्रो चाहिँ त्यो क्लेफ्ट एन्ड बर्न सेन्टर हो। आगोले पोलेको र अनि यो खुँडेपन अनि त्यस पछाडि तपाईँको जन्मजात हुने समस्याहरूको उपचारको लागि चाहिँ त्यो मेन सेन्टर चाहिँ त्यो भयो। अनि अब हजुर विराटनगरदेखि नेपालगञ्जसम्म पनि हाम्रो प्रोग्राम छ भनेर भन्नुभयो होइन। अब बुटोलमै वरिपरि हुनेले त बुटोलमा सम्पर्क गर्नु होला, बुटोल बाहिरको दर्शकहरूले पनि यो कार्यक्रम हेरिरहनु भएको छ भने उहाँहरूले आफ्नो पाइपर्ने ठाउँ जस्तै नेपालगञ्जमा सम्पर्क गर्नु पर्यो भने त्यहाँ कोअर्डिनेटर हुनुहुन्छ कि त्यहाँ फोन नम्बरहरू केही हुन्छ कि त्यस्तो के गर्नु गरेर सम्पर्क? हाम्रो चाहिँ हरेक ठाउँमा चाहिँ हाम्रो अफिस हुन्छ, कर्मचारीहरू हुनुहुन्छ, टिम हुन्छ। त्यो टिम भनेको चाहिँ एउटा सोसियल वर्करको चाहिँ लिडरसिपमा त्यो टिम चाहिँ गठन भएको छ। सोसियल वर्करको काम भनेको बिरामीलाई सहयोग गर्ने, जस्तो
आफ्नो ठाउँबाट उपचार गर्ने ठाउँसम्म ल्याउने, उहाँहरूको खाने बस्ने व्यवस्थापन गर्ने, अपरेसनको लागि डाक्टरलाई देखाउनेदेखि लिएर त्यो व्यवस्थापन चाहिँ समाजसेवीहरूले गर्नु, सोसल वर्करले गर्नुहुन्छ। उहाँहरूलाई चाहिँ हामी संयोजक भन्छौँ। अनि त्यस पछाडि त्योभन्दा हायरार्कीमा उहाँहरूको कलिगको रूपमा चाहिँ स्पिच थेरापी असिस्टेन्ट भनेर चाहिँ हुनुहुन्छ, स्पिच थेरापी असिस्टेन्ट। अनि त्यस पछाडि नर्स, क्लेफ्ट नर्स, हामीले चाहिँ क्लेफ्ट नर्स भन्छौँ। उहाँहरूले चाहिँ त्यो अपरेसन हुनुभन्दा अगाडिका सबै चिजहरू उहाँहरूले व्यवस्थापन गर्नुहुन्छ। डाक्टर साहब, जुन हजुरले तार बाँधेर उपचारहरू गरिरहनु भएको छ होइन, कति बिरामीहरूलाई गरिरहनु भएको छ अहिलेसम्म चाहिँ अनगन्ती नै होला। अब त्यो हजुरले क्लेफ्ट लिप एन्ड प्यालेट भएको बच्चाहरूमा र नभएको बच्चाहरूमा तार बाँध्दाखेरि के फरक पर्छ? त्यसमा हामीले बच्चाहरूले सफा गर्ने तरिकाहरू अथवा खाने कुराहरू अथवा हजुरलाई पनि काम गर्न सहज असहज त्यस्तो केही फरक पर्छ? धेरै फरक पर्छ। अब त्यसको सबैभन्दा एकदमै कारुणिक कुरा छ। त्यसको चाहिँ कारुणिक कुरा चाहिँ के छ भने दाँतका समस्याहरू, दाँतको उपचारको निम्ति आउने बिरामीहरूमध्ये जस्तो नन क्लेफ्ट भनौँ, नन क्लेफ्ट भनेको खोडेपन नभएका नर्मल, नन क्लेफ्ट नर्मल भन्छौँ त्यसलाई। उहाँहरूको चाहिँ हजुरको सोसियो इकोनोमिक स्ट्याटस र अनि हामी कहाँ त्यो निशुल्क सेवा लिन आउने जुन बच्चा र अभिभावकहरू हुन्छ, उहाँहरूको सोसियो इकोनोमिक स्ट्याटसमा चाहिँ आकाश पातालको फरक छ। त्यो किन छ भन्दाखेरि एउटा चाहिँ हामीले गरिरहेको काम चाहिँ निशुल्क छ। निशुल्क भइसकेपछि शुल्क तिर्न सक्ने एकदमै सम्भ्रान्त व्यक्तिले नेपालमै उपचार गराउँदैनन्। धेरै जसो त्यस्तो पनि छन्, गराउने पनि छन्, तर निशुल्क भनिसकेपछि मान्छे त्यता नआउनेहरू धेरै हुन्छन् र नसकेका व्यक्तिहरू आउने चाहिँ धेरै हुन्छ। त्यो भइसके पछाडि त्यो एप्रोचै फरक पर्छ हेर्नुहोस् होइन। अब एउटा स्रोत भएको व्यक्ति उपचार गर्न आउँछ, एउटा बिना स्रोतको व्यक्ति उपचार गर्न आउँछ। त्यो एकदमै कारुणिक छ तपाईँको। अनि जीवनमा तपाईँको फरक क्षणमा चाहिँ फरक व्यक्तिको चाहिँ उपचारमा चाहिँ तल्लीन हुनुपर्ने हुन्छ। त्यो भएर हामीले त्यति धेरै कम्पेरिजन चाहिँ गर्दैनौँ त्यसमा। अब किनभने यो हाम्रो के अरे क्लेफ्टको बच्चाहरूलाई हेर्ने त्यो फरक छ। उहाँहरूको सबै चिजहरूलाई हामीले चाहिँ त्यसरी नै हेर्छौँ। फरक चाहिँ छ किन भन्दाखेरि समस्या जटिल छ। क्लेफ्टका बच्चाहरूको समस्या पनि जटिल छ, सँगसँगै तपाईँको सोसियो इकोनोमिक स्ट्याटस पनि जटिल छ होइन। त्यो च्यालेन्ज चाहिँ मल्टिप्लाई हुन्छ, त्यसलाई त्यो तपाईँको जोडिँदैन कि मल्टिप्लाई हुन्छ होइन। अब तर त्यसमै मजा छ काम गर्न। हजुर, हामी कार्यक्रमको अन्त्यमा आइपुग्यौँ डाक्टर साहब। हामीलाई समय दिनुभएकोमा हजुरलाई धेरै धेरै मलाई पनि यो टेलिभिजन मार्फत मेरा आफ्ना कुराहरू, मैले आफूले गरिरहेको कामको बारेमा 2-4 शब्द चाहिँ व्यक्त गर्ने यस्तो अवसर दिनुभएकोमा डाक्टर साहब तपाईँलाई अनि त्यस पछाडि टेलिभिजन परिवार सबैलाई चाहिँ एकदमै कृतज्ञता जाहेर गर्न चाहन्छु। हाम्रो कार्यक्रम हेरेर बस्नुभएका सम्पूर्ण दर्शकहरूमा धेरै धेरै धन्यवाद र नेपाल डेन्टल एसोसिएसन रूपन्देही ब्रान्चलाई अब आउने आगामी प्रोग्रामहरू मुख स्वास्थ्यको बारेमा हामी अर्को हप्ता पनि यसरी नै प्रोग्राम लिएर आउनेछौँ। त्यसको लागि शुभकामना दिँदै हामी बिदा हुन्छौँ। हस्त नमस्ते।